एउटा कुरा भनौँ, यो सरकारी जागिर भने तपाईँको जिन्दगीमा आकाशजङ्ग फरक पार्छ सरकारी जागिर। त्यही भएर म कुनै बेला धनगढी पढाउन जाँदाखेरि एकजना मेरो विद्यार्थी भेट्यो, उसले के भने, सर मेरो औषध पसल्छ, मेरो महिनामा 2 लाख जति कमाइ हुन्छ, तर मेरो घरमा जाँदा चाहिँ उसको बजाङ समथिङ गर्छ, खरिदारको जति पनि मेरो भ्यालु हुन्न भन्थ्यो। किनभने खरिदारको नासुको अधिकृतको भनौँ न, शिक्षकको मावि निवासको कति कति स्यालेरी सबैलाई थाहा छ। अब उसले त कति कमा थाहा हुने प्राइभेट सेक्टर। त्यही भएर सरकारी जागिर भने सरकारी जागिर हो, तपाईँको जिन्दगी नै अर्कै हुन्छ, कन्फिडेन्स लेभल बढ्छ। जस्तो तपाईँ कति विवाहित पनि भन्नु होला, जब तपाईँले नाम निकाल्नु हुन्छ नि, श्रीमानले त भन्थ्यो भने तपाईँ भन्न थाल्छ, घरबाटै परिवर्तन हुन्छ भएर। त्यसो भएर यो एकदमै के गर्यो भने एकदमै लागि पर्नु पर्यो कि मैले के भन्दै आएको छु, यो लोकसेवाको जागिर भनेको वान अफ एकदम के भने चम्किलो र चर्किलो पात्र खोजायो कि। अब हाम्रो लक्ष्य के राख्नु पर्यो, सबैभन्दा त वान अफ द बेस्ट हुनु पर्यो, एकदम एक दुई नगर्ने कारण। त्यो सकेन भने के गर्ने भन्दा चाहिँ कम्तीमा के हुनु पर्यो, बेटर हुनु पर्यो, अरूभन्दा एकदम राम्रो हुनु। त्यो पनि सकेन भने कम्ती डिफ्रेन्ट हुनु पर्यो, यति त राख्नु पर्यो नि त, होइन?